नमस्ते गाइज, आज चाहिँ हामी बातुकिया मन्दिरमा छौँ। यहाँ चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ होइन, यति धेरै भगवानको फोटाहरू छ। यहाँ चाहिँ हामी गनेर पनि सक्दैनौँ, यति धेरै छ क्या यहाँ भगवानको फोटाहरू। हामी चाहिँ अब जब चाहिँ यहीँ हो हाम्रो होइन, अब हामी यहाँ भएर पनि आउने मन चाहिँ लाग्थेन। अब चाहिँ यो ठाउँ छोड्नुपर्ने भएकोले आज चाहिँ हामी यहाँ चाहिँ भिडियो बनाउँदैछौँ। तपाईँहरू हेर्न सक्नुहुन्छ होइन, यहाँको दृश्य चाहिँ यहाँ त जति पनि जति पनि हाम्रो यहाँ भगवान हुनुहुन्छ होइन, सबै चाहिँ यहाँ छ के फोटा तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदमै रमाइलो छ। यहाँ हामी पनि अब यसो घुमौँ त अब होइन, अब यहाँ बस्ने धेरै दिन छैन, अब 3 वर्ष भयो हामी पनि यो ठाउँमा बसेको। यहाँ यहाँ चाहिँ खासै घुम्ने मन पनि नलाग्ने नजिक भएर अब चाहिँ यो ठाउँ छोड्नुपर्ने भएको हुनाले हामी चाहिँ यहाँ आएका छौँ। देख्न सक्नुहुन्छ एकदमै रमाइलो छ क्या यहाँ चाहिँ, एकदमै रमाइलो, एकदमै राम्रो ठाउँ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पाहाडको भित्र होइन, यहाँ चाहिँ धेरै नेपाली दाजुभाइहरू पनि आएर गइसक्नु भएको छ यो ठाउँमा। त यहाँ चाहिँ कोही पनि कुनै पनि ठाउँबाट कुनै पनि नेपाली यहाँ बातुकिया नआएर गएको कोही पनि हुनुहुन्न होला, सबैजना आउनुभएको छ यहाँ चाहिँ होइन। हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ के छ कस्तो छ भनेर। हामी चाहिँ सबै भगवानको फोटाहरू चाहिँ यहाँ छ के। हामीले पनि अब ठिक छ होइन, हामीले पनि यहाँ भिडियो बनाइरहेका छौँ। हजुरहरूले माया गरिदिनु होला, हामीलाई पनि साथ सपोर्ट गरिदिनु होला भनेर अहिले चाहिँ म छुट्छु। अरू सबै भिडियो देखाउनेछौँ यहाँभित्रको होइन, जहाँ जहाँ छ हामी सबै देखाउनेछौँ। साथ सपोर्ट गरिदिनु होला भन्दै धन्यवाद। अहिले म छुटेको।